उयो भित्तामा उ राखेको छ नि के भन्छन् नि उयो भर्याङ राखेको ठाउँनिर बोक्थ्यो कि हामीले यहाँबाट मलाई याद छ यार अझै पनि झलझली ओखो हेर्नु नि यता म बसेकोपट्टि धादिङ भयो होइन अनि उतापट्टि चाहिँ नुवाकोट हो क्या उता हेर्नु न कस्तो दामी छ है ग्रिनरी ओ ओ दुईजना भए चाहिँ अलिक गाह्रै पर्थ्यो यार ओहो अन्त चाहिँ जान्छ होला ओइ ए बा के यार A few moments later. को कुद्दो रहेछ त कतिको कुद्दी रहेछ क्या बाइक कुदाउँ न अरे क्या ओहो सही कस्तो कुरो यार कति टाइम पछि आयो त बाइक कुदाउनु आमामा 98को स्पिड हाने चाहिँ धेरै हान्दैन म त धेरै हान्दिनँ सोझो मान्छेले धेरै हान्न थाल्यो भने के हुन्छ हेर्नु न तिर्सुली खोला कत्रो बगेर आए आमा हेर्नु न म चाहिँ अहिले हाम्रो वहाँ बेसीमा जाँदैछु होइन बेसीमा चाहिँ किन जाँदै छ भन्दाखेरि चाहिँ अब ओइ यतातिर अहिले यस्तो बनाहा यहाँ बाला झिक छ ओहो भने त बर्खा हो है त्यस्तै बाला झिक छ भने हेर्ने आमा मान्छेहरू कति आउँछन् बाइक पो जान्छ कि जाँदैन त यार हामीले हानेर नि बाल्ला बोक्यो कि मुखामा हान्नु साँच्ची भनेको ठ्याट्टै यस्तो गाह्रो हुन्छ यो बाल्ला बोक्न उयो खोलाबाट क्या ल ओहो यार गाह्रो पार्ने भयो त यता झारिहाल्यो बाइक अब यहाँबाट यस्तो गुमाले जानु पऱ्यो ल सेड हुने भयो त नि ल यहाँनिर पुरा मान्छेहरू बाल्ला बोकिरहेको छ हेर्नु न ए बा हट हामी चाहिँ कताहरू जाने नाली जाने हो तपाईँहरूलाई म देखाउनु चाहिँ सक्दिनँ हेर्नु होला है ठ्याक्क पारा उयो भित्तामा उ राखेको छ नि के भन्छन् नि उयो भर्याङ राखेको ठाउँनिर बोक्थ्यो कि हामीले यहाँबाट मलाई याद छ यार अझै पनि झलझली ओखो हेर्नु नि यता म बसेकोपट्टि धादिङ भयो होइन अनि उतापट्टि चाहिँ नुवाकोट हो क्या उता नुवाकोटपट्टि चाहिँ खुल्या रहेछ ल ओहो के हो बाटो त आमा मेरो चाहिँ बेसी जानलाई रहेछ क्या म त्यहाँ मम्मी नि जानुभएको अरे रोपो गर्न अनि म उता सहरबाट आउँदै थिएँ नि त अनि मम्मीसँगै जाउँ न त रोपो गर्न आयो भोलि फेरि म काठमाडौँ फर्किन्छु अनि मम्मी नि हुनुहुन्छ अरे जाउँ न त भन्ने हिसाबले आएको यो भाइचरको साउना आएर लास्टै औडा भएर हट्टरीका आमा यार बिस्तारै जाँदा बरु पेट्रोल खाएन यार ओ के हो यो बाटो त यस्तो छ त अब के हो यो होइन होला है आमा ए सही हो ल होइन न कस्तो दामी छ है ग्रिनरी ओ दुईजना भए चाहिँ अलिक गाह्रै पर्थ्यो यार ओहो उता मेरो खेतसम्म चाहिँ जान्छ कि जाँदैन त म तपाईँहरूलाई देखाउँछु इन्जिन तातिसौँ भन्दाखेरि ल अहिले उहाँ खेतमा पुगेपछि तपाईँहरूलाई भेट्छ है त ट्याक्क पाराले गाडीको बाटो अझ त जङ्गल राइड हाने जस्तै भयो त के हो आमा बो सही हो ल हट नाइस लभली यो यहीँनिर मलाई डाउट लागिरहेको यहाँनिर जान्छ कि जाँदैन भनेर अन्त चाहिँ जान्छ होला ओइ ए बा के यार
यता मेरो जाने बाटो त नि हामीले हाम्रो यो बाटो बनाएर नि हामीले धानहरू पनि लान्छ क्या गाडीमा हालेर ल ल सही हेर्नु नि बाटो हेर्नु ओए 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 रातो माटो चिप्लिन्छ नि त नि आमा के हो यार आम्बो ल हाम्रो खेत चाहिँ यही हो क्या ट्याक्क पाराले ओहो के हो माथि त हाम्रो घर बनाउँदै रहेछ नि त आमामा घारी 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 के हो यो ल जङ्गल जङ्गल आइपुग्यो त ठट मम्मी कहाँ उता माथि होला यता बाइक तार्नु न कहाँनिर माया त छ नि हेत घारीहरू यस्तो घारी खेत चाहिँ हाम्रो उता हो क्या मम्मी हो के छ त्यहाँदेखि भिडियो हेर्नु न हाम्रो खेत यस्तो छ है ट्याक्कला कहाँसम्म पुग्यो यता त गोड्दै गएको हो मनी आऊ कसले फोन गरे त्यो बुढी आमा हेर न लौरी नै हजाम जस्तो लाग्यो त कसले फोन गरे मलाई म त बेसी हो भने साइको नत्र भ्लगमै देखाइन्छु तँलाई म